हेलो गाइज गुड मर्निङ सरी गुड इभिनिङ है गुड इभिनिङ गुड मर्निङ चाहिँ होइन इभिनिङ चाहिँ हो हाम्रो अहिले रात्रिकालीनमा। अब के गर्नु दिनभर आयोमै दिनभर थकाइ लगाएर आएको तैपनि यो काँक्रो चाहिँ अब यो काँक्रामा चाहिँ पानी के भन्नु नभएर यो काँक्रो पुरै मरिसक्यो। हेर्नु सुक्खा थियो यस्तो सुक्खा जमिन, त्यही भएर पानी लाउँदै थियो हामी बुढाबुढी। अब हामी बुढा दिनभर लप्सी टेन्डरमा दौडिँदा दौडिँदा दिनभर लप्सीको रुखमा गएर झारेर डेन्जर काम गरेर लुथुरुक्क थाकेर हुन्छ। त्यही पनि के गर्ने, अब यसलाई एक दिन पानी दियो भने यो सबै मर्छ। त्यही भएर पानी दिइरहेछ काँक्रालाई चाहिँ। अनि बुढी दिनभर बाख्रा साख्रा सबै हेरेर घर परिवारमा यताउति सबै दुःख सुख सबै हेरेर पनि थकी लागेको बेलामा फेरि बुढाबुढी नै होइन, हामी केही गर्नुपर्छ, लाइफमा केही गर्नु छ, अगाडि बढ्नु छ, संसारसँग लड्नु छ। आफ्नो घरको स्थिति, आफ्नो चाहिँ के भन्छ आफ्नो परिस्थिति, आफ्नो उसले गर्दा चाहिँ हामी बुढाबुढी मिलेर यहाँ पानी लाउँदैछु गाइस। म बत्ती बाल्दै यहाँ भिडियो बनाउँदै। यो चाहिँ हाम्रो यस्तो भएको छ काँक्रो, हेर्नुहोस्। यो पानी नपुगेपछि यसरी हुन्छ, पानी नपुगेपछि काँक्रो यस्तो हुन्छ गाइस। यतितिर प्रोटिन पायो, यो हुर्किने बेलामा पानीको प्रोटिन पायो। त्यही भएर काँक्रो गान्डे गान्डे भइसक्यो, यस्तो खालको भइरहेको छ गाई। हेर्नुहोस् त, यो अब मार्केटमा जाँदैनन्, अब अर्काले खोर लाग्छ, खोर गुहार्छन्। हाम्रो यत्रो लगानी गरेको यो सबै लगानी चाहिँ बर्बाद हुन्छ। त्यही भएर हामी चाहिँ एकदम मेहनत गरेर पानी लाउँदैछु गाइस। रातिको बेला पानी लाउँदैछु। अब म बत्ती बाल्दै बुढी पानी लाउँदै गाइस। गरी खान दुःख छ, हुन त विदेशमा गएर नि 18 घन्टा ड्युटी खट्नै पर्छ। नाइट ड्युटी पनि गरेकै हो 6 वर्षसम्म, केही सिप पनि लागेन। केवल दुःख गऱ्यो त कम्पनी गाई चाहिँ फाइदा भयो, कम्पनीले निकै पैसा कमायो होला, हामीले खासै केही पैसा कमाउनु पनि सकेन। त्यही भएर फर्केर आएर आफ्नै देश नेपालमा गरौँ भनेर आफ्नै कम्पनी खोलेर आफ्नै फार्म खोलेर चाहिँ हामी यसरी एकदम मेहनत गर्दैछौँ। हामीलाई विश्वास छ एक दिन यो मेहनत चाहिँ हाम्रो उपरवालले पनि हेर्नेछ र समयमा चाहिँ हामी पनि राम्रो हुनेछ, समयले पनि हामीलाई साथ दिनेछ भन्ने आशा गर्दै हामी चाहिँ यसरी पानी लाउँदैछु। दिनभरको थकाइलाई एकछिन मनमा ब्रेक राखेर, ज्यानले त सकिरहेको छैन, तैपनि ज्यानले नसक्दा पनि दुवैजना आफ्नो मेहनत चाहिँ गर्न छोडेको छैन। यसरी काँक्राबारीमा चाहिँ राति राति पानी लगाइरहेको छ हामी। यी सब कुनै गर्छ मिनी त्यसलाई लगाएर काँक्रो चाहिँ यो खालको भइरहेको छ, यस्तो हुनुपर्ने, खास यस्तो हुनुपर्ने होइन। त्यो चाहिँ हाम्रो चाहिँ काँक्रो चाहिँ पानी नपुगेर के हो, अनि तपाईँको गान्डे गान्डे टाइपको भयो क्या, यस्तो बिग्रियो कि होइन। यस्तो अब के भन्ने, यो खालको आउनुपर्ने हो काँक्रो चाहिँ। तनावै तनाव छ कि